एउटा नारा लगाउने मान्छे एउटा झण्डा बोकेर हिँड्ने मान्छे नै एसआई हुँदैछ आज। कति चाहिँ पढेका मान्छेहरू चाहिँ एसकेएममा रहछन् त। नमस्ते, म तोयारी जाल आज फेरि तपाईहरुको माझमा फेरि उपस्थित भएँ। एसआई भयो भनेर धेरै अपोजिसनले हल्ला मचाएकै हैन, कुरा गरेकै गरिराखेको देखिरहेछ। मैले अपोजिसनलाई यो भन्न चाहेको हैन, तपाईहरु हल्ला नगर्नुहोस्, तपाईहरु चुप लागेर बस्नुहोस् भनेको त मैले होइन। अब तपाईहरुलाई कति जनालाई पच्दैन त्यो तपाईहरुको आफ्नो विचार हो। म यो भन्न चाहे, हेर्नुहोस्, मैले पनि अपोजिसनमा बसेर भूमिका निभाएको हो अपोजिसनको, अनि अपोजिसनमा बस्दा कस्तो हुन्छ त्यो पनि मलाई याद छ। अनि हामीले पनि गलतको विरुद्धमा आवाज उठाएको हो नि त हो। मैले पनि यो त गलत हो, यो गलत गर्दैछ, यो सिक्किमे जनतालाई ठग्दैछ, यहाँनेरि गलत हुँदैछ, यहाँनेरि यो भएको छ, यो बिग्रेको छ भनेर आवाज उठाएको हो त हौ। तपाईहरुलाई पनि याद भएको कुरा हो हैन, 2-4 जनालाई थाहा छ होला तपाईहरुलाई पनि। मैले यो भन्न चाहे, तर म कुनै पनि कागज पत्र बेगर, कुनै पनि एभिडेन्स बेगर म कहिले पनि बोलिन नि हो। तर तपाईहरु चाहिँ अहिले जति पनि बोल्नु हुँदैछ, किन एभिडेन्स बेगर बोल्नु हुँदैछ यो मात्रै भन्न चाहेको। कम से कम एभिडेन्स दिनुस् न, हामीलाई पनि सन्तुष्ट मिलोस् न हैन। हामी पार्टीमा छौं, म एसकेएम पार्टीमा छु, संलग्न छु। एसकेएम पार्टीमा भएर पनि तपाईहरुले कागजसँगै बोल्नु भयो, यो चाहिँ सरकारले पुरै बिगारेको छ है, यहाँ हेर्नुहोस् भनेर कागज देखाउनुहोस् न हो। कागज पछार्नुहोस् न, कागज देखाउनुहोस् न, सिक्किमे जनतालाई कागज देखाएर बोल्न सक्नुहोस् न। अनि त्यसमा त हामी पनि समर्थन गर्छु नि, म चाहिँ गर्छु नि त तपाईहरुलाई। अब कागज पत्र केही छैन तपाईहरुकोमा, कुनै डकुमेन्टै छैन, कुनै केही नै छैन तपाईहरुकोमा। अनि सरकारले गलत गर्यो, झण्डा बोक्नेहरू पार्टीमा, झण्डा बोक्नेहरू नारा लाउनेहरू एसआई भयो भन्नुहुन्छ। झण्डा बोक्ने नारा लगाउनेहरू चाहिँ अनपढ छ भनेर सोच्नु भएको तपाईहरुले। झण्डा बोक्ने र नारा लगाउने एसकेएममा भएका व्यक्तिहरू चाहिँ सबै अनपढ सम्झिनुहुन्छ तपाईहरुले। त्यो होइन नि हो, गलत नसोच्नुहोस् न हो। तपाईहरु त यतिको ज्ञानी व्यक्तिहरू हुनुहुन्छ भनेदेखिलाई त तपाईहरुले बुझ्नु पर्ने कुरा हो नि हो। एसकेएममा झण्डा बोक्दा नारा लगाउँदाखेरि एसआई हुन सक्ने मान्छे छ भनेपछि सोच्नुहोस् न कहाँसम्मको चाहिँ मान्छेहरू रहेछ एसकेएममा। एउटा नारा लगाउने मान्छे, एउटा झण्डा बोकेर हिँड्ने मान्छे नै एसआई हुँदैछ आज। कति चाहिँ पढेका मान्छेहरू चाहिँ एसकेएममा रहछन् त हैन। तपाईहरु भन्नुहोस् न, तपाईहरुले एभिडेन्ससँग भन्नुहोस् न, एभिडेन्स दिनुहोस्। तपाईहरुले कागजपत्र यिनीहरू पढेको छैनन् भने पढेका छैनन्। तपाईहरुले त गीतहरू बनाएर दुनियाँभरिको गर्नु भएछ, पढेका छैनन् भने पढेको छैन भनेर एउटा देखाउनुहोस् न त डकुमेन्ट पनि। नपढेको डकुमेन्टहरू पनि देखाउनुहोस् न त। न त तपाईहरुकोमा डकुमेन्टै छ, नपढेको छ भन्ने कुरा। पढ्दै नपढेकोहरूलाई एसआई बनायो भन्नुहुन्छ फेरि। अब पढेको छैन भने यसको पढेको छैन भनेर सर्टिफिकेट देखाउनुहोस् न। मैले त पहिला धेरै मान्छेको देखाएको त सर्टिफिकेट। अझै यहाँ पढेको मान्छेहरू थिएनन्, कोही त दिल्ली युनिभर्सिटी पढेको भनेर हालेर यहाँनिर डकुमेन्ट हालेर पनि त्यस्ता मान्छेहरू ठुल्ठुलो पोस्टमा थिए। त्यस्ता मान्छेहरूको पनि मैले कागजपत्र सार्वजनिक गरेको। त्यसरी गर्नुहोस् न, सार्वजनिक गर्नुहोस् न हो। कागजपत्र सार्वजनिक गर्नुहोस्, मान्छेलाई देखाउनुहोस्, एभिडेन्स दिनुहोस्, यो गलत गर्यो, यसरी गरेको छ है भनेर देखाउनुहोस् न। मान्छेलाई सत्य तथ्य निकाल्नुहोस् न। बेकारको नाराबाजी, बेकारको बसेर भम भुजे कुराहरू त नगर्नुहोस् न हो। पार्टीको मान्छेहरू अपोजिसनमै बसेर भूमिका निभाउनुहुन्छ भने पनि यति नै हो तपाईहरुको काम गराइ। मैले तपाईहरुलाई गाली गर्नु चाहेको होइन, तपाईहरुलाई नराम्रो भन्नु चाहेको होइन, तर तपाईहरु सत्य तथ्यमा कुरा गर्नुहोस् न। लु कागजपत्रसँग बोल्नुहोस्, यो गलत गर्यो भनेर भन्नुहोस्। यहाँ गलत गरेछ, यत्रो कागजपत्र देखाउनुहोस्, त्यसमा त समर्थन म पनि जनाउँछु नि तपाईहरुलाई। गलत गरेछ भन्छु नि त म पनि। एसकेएममा नारा लाउने जति चाहिँ सबैलाई उयसमा बनायो, एसआईमा बनायो भन्नुहुन्छ। नारा लाउनेले कति पढेको छ त्यो कुरा याद छ तपाईहरुलाई? एसकेएममा नारा लाउनेले त्यति पढेको छ हो भनेपछि एसकेएममा अझै राम्रा व्यक्तिहरू कति होला नि त? त्यो पनि सोच्नुहोस् न हौ तपाईहरुले। अलिकति बुझ्दिनुहोस् न तपाईहरु त, यो कुराहरु त बुझ्नुहुन्छ होला त हौ तपाईहरु। सिक्किमको जनतालाई दिग्भ्रमित बनाएर मिसगाइड नगराइदिनुहोस् न तपाईहरुले। म यो भन्न चाहे, तपाईहरु एभिडेन्सको साथमा बोल्नुहोस्, कागजपत्रसँग बोल्नुहोस्। अब चाहिँ मैले लाग्छ कि यो प्रमाण बेगर बोल्नेहरूलाई चाहिँ कि त एरेस्ट गर्नुपर्छ,
कि त उनीहरूले बकाइदा सबुतसँग बोल्न सक्ने उनीहरूकोमा हुनु पर्यो। कोही पनि होस्, चाहे पोजिसनको अपोजिसनको कुनै पनि व्यक्तिहरू एभिडेन्स बेगर बोल्छ यदि भने, कागज पत्र बेगर कुनै पनि एउटा एभिडेन्स बेगर बोल्छ यदि भने, यस्तालाई चाहिँ कानुनी कारबाही हुनुपर्ने हो मेरो देखाइमा चाहिँ। अहिले सिक्किममा तपाईँ हामीलाई सब थाहा छ कि केही दिन अगाडि मात्र यो संविधान एडप्ट गरेकै दिनकै दिन एसपीएससीले 39 जना सब इन्सपेक्टरको, सिक्किम पुलिसको सब इन्सपेक्टरको पदको लागि राज्य सरकारमा उहाँहरूले अब रिकमेन्ड गर्नुको निम्ति 39 जनाको नाम निकाल्यो। त्यसको बादमा विवाद छ, सिक्किममा ठुलो विवाद भएको छ। एसपीएससी माथि ठुलो प्रश्न चिन्ह खडा भएको छ कि यो इन्टरभ्यू जुन चाहिँ एसआईको थियो यसमा धाँधली भएको छ र यसमा रुलिङ पार्टीको कार्यकर्ताहरूलाई, रुलिङ पार्टीको नेताहरूको, मुख्यमन्त्रीको परिवारको नजिकको मान्छेहरूले उहाँहरूले नियुक्ति पाएको छ, नियुक्ति पाउनु आँटेको छ। यो एसपीएससी को मेरिट लिस्टमा आएको छ भने यसमा व्यापक रूपमा सिक्किममा प्रतिवाद भइरहेको छ। र यसमा हाम्रो पार्टीले, अन्य पोलिटिकल पार्टिजले या सिभिल सोसाइटीले, अस्ति इक्जाममा बसेका हाम्रा जो क्यान्डिडेट्स थियो उहाँहरूले पनि विरोध जनाइरहेको छ। र किन हुँदैछ आज सिक्किममा कि यसमा चर्चा गरौँ एसपीएससी के हो कि यसमा पनि आज तपाईँ समक्ष म आफ्नो कुराहरू राख्नेछु कि सर्वप्रथम त प्राइमेरी फेसी जुन चाहिँ कुरा हामी देख्दैछौँ सोसियल मिडियामा आइरहेको छ, प्राइमेरी फेसी त यहाँनिर धाँधली भएकै देख्दैछौँ। किनभने मुख्यमन्त्रीले चुनावभन्दा अगाडि भाषण गर्नुभएको थियो कि किन सानो सानो काम खोज्ने, अघि पार्टीको झण्डा बोकेर कुद्नु, 2 महिना पार्टीलाई पुरा चुनावमा सघाउनु, चुनाव पछाडि इन्सपेक्टर भइहाल्छ, इन्सपेक्टर बनाइदिन्छु, म इन्सपेक्टर हुन्छु, म अहिले यो काम गर्दिनँ, म पार्टीमा सघाउँछु भन्नु, इन्सपेक्टर भइहाल्छ भनेर मुख्यमन्त्रीले भाषणमा भनेको हो। अनि यो मुख्यमन्त्रीले बोलेको कुरा अरूले बोलेको होइन। र उहाँ साँच्चै उहाँहरू सत्तामा पनि आयो, धेरै युवाहरूले सघाए पनि, उहाँको झण्डा बोकेर हिँडे पनि, क्वालिफाइड युवाहरू पनि, अघि इभन पिएचडी भएकाहरू पनि उहाँहरूको झण्डा बोकेर कुद्यो, मास्टर्स डिग्री राम्रो एकदम राम्रो पढेकोहरू पनि झण्डै बोकेर कुद्यो। किनभने उहाँहरू पनि कन्भिन्स थियो कि कहीँ न कहीँ हामी रुलिङ पार्टीको झण्डा बोकेनौँ भने हामी पाउँदैनौँ जब भनेर उहाँ कन्भिन्स भएर नै उहाँहरू जानुभयो, झण्डा बोक्नु भयो, झण्डा बोके हिँड्यो, प्रचार गर्यो, सोसियल मिडियामा काम गर्यो, रुलिङ पार्टीको तमाम गर्यो। अनि एसआईको इन्टरभ्यू आयो। अनि एउटा सेक्सन चाहिँ अघि अब एसआईको इन्टरभ्यू आउँदैछ, एसपीएससी को इक्जाम हुन्छ भनेर एउटा सेक्सन चाहिँ पढेको आफूलाई प्रिपेयर गरेर फिजिकल इन्ड्योरेन्सको लागि पनि बिहानदेखि कुदेको छ, है बिहानै उठेर 4 बजी भए पनि कुदेको छ, फिजिकल फिट राख्दैछ, पढिरहेको छ एउटा सेक्सन चाहिँ। तर एउटा सेक्सन चाहिँ हुन्छ कुदेको छ नेताको, अघि कुनै पनि पार्टीको पेजलाई पनि स्किप नगरिकन शेयर गरिरहेको छ, कुदिरहेको छ, कोही मुख्यमन्त्रीको घरमा खाना बनाउनु बसेको छ, कोही मुख्यमन्त्रीको परिवारको है कसैको गाडी कुदाउनु, ड्राइभिङ त्यहाँनिर गर्नु थाल्यो। अनि तमाम कुराहरू भयो। अनि सरकार पनि आयो, सरकार आए पछाडि निरन्तरमा लागि पर्यो, एसआईको इन्टरभ्यू हुन्छ, एसआईको मेरिट लिस्टमा उहाँहरूकै नाम आउँछ जो चाहिँ मुख्यमन्त्रीको परिवारको गाडी कुदाउँछ, मुख्यमन्त्रीको घरमा बसेर खाना बनाइदिन्छ, पढेको क्वालिफाइडहरू उहाँहरू पढेको छ, त्यसमा कुनै शङ्का छैन। अनि उहाँहरू सोसियल मिडियामा काम गर्छ, सबै सेयर गर्छ, पुरा जिन्दाबाद भन्दै कुद्छ, अघि पार्टी पुरा पार्टीको झण्डाहरू बोकेर हुन्छ। अब उहाँहरू नै हुन्छ, डिएसपी पनि त्यही भयो, एसआईमा पनि हुन्छ। अनि त्यो सोसियल मिडियामा फेरि रुलिङ पार्टीहरूले एकदम बधाई छ, हिजो यहाँ काम गर्दै आज यस्तो भयो भनेर बधाई दिन्छ। भने चाहिँ प्राइमे फेसी है जो हामी देख्दैछौँ पहिला, भनेपछि यहाँ त धाँधली भयो नि त। हिजो घरमा बसेर मेहनत गर्ने, काम गर्ने, पढ्ने, फिजिकल इन्ड्योरेन्सलाई तयार गर्नेहरू चाहिँ उहाँहरू चाहिँ फेल हुन्छ, उहाँहरू चाहिँ मेरिट लिस्टमा आउँदैन। अनि उहाँहरू चाहिँ आउँछ भने चाहिँ है कानुनी भाषा हुन्छ प्राइमे फेसी। प्राइमे फेसी भनेको जबसम्म प्रुभ हुँदैन, जे कुरो देखिन्छ त्यो चाहिँ त्यसलाई प्राइमे फेसी भन्छ। र प्राइमे फेसी चाहिँ यहाँनिर चाहिँ धाँधली भएको छ, देखिँदैछ। अर्को किन भन्छौँ भन्दाखेरि एसपीएससी को जो सेक्रेटरी छ, एसपीएससी को सेक्रेटरी चाहिँ एक्सटेन्सनमा चाहिँ 3 पल्ट यो सरकारले चाहिँ एसपीएससी को सेक्रेटरीलाई चाहिँ एक्सटेन्सन दियो, रिइम्प्लोइमेन्टमा राखेको छ। 3 पल्टसम्म रिइम्प्लोइमेन्ट राख्नुको उद्देश्य के हो? हामीले भनेको छौँ यो रिइम्प्लोइमेन्ट एक्सटेन्सन चाहिँ स्पेशल उसको इन्ट्रेस्ट पूरा गर्नको लागि चाहिँ सरकारले राख्दैछ, यो जनताको हितमा छैन। त्यसकारण एसपीएससी को आज सेक्रेटरी पनि एक्सटेन्सनमा छ। त्यसकारणले गर्दाखेरि चाहिँ यहाँ प्राइमे फेसी यहाँनिर ठुलो रूपमा धाँधली भएको छ।
अर्को कुरा एसपीएससी को चेयरम्यान अघि म सम्मान गर्छु हाम्रै कन्स्टिट्युन्सीको है उहाँ जेन्टलम्यान हो है उहाँ एकदमै राम्रो मान्छे हो है उहाँ सेक्रेटरीबाट रिटायर हुनुभएको राम्रो मान्छे हो अनि उहाँ एसपीएससी को अहिले चेयरम्यान हुनुहुन्छ पहिला मेम्बर थियो उहाँलाई अपग्रेड गरेर फेब्रुअरीमा उहाँले चेयरम्यान बनाउँछ अनि एसपीएससी को इन्टरभ्यू हुन्छ है मेकानिकल ए को इन्जिनियर इन्टरभ्यू हुन्छ इन्टरभ्यू भए पछाडि चाहिँ एसआई को इन्टरभ्यू भन्दा अगाडि हुन्छ अनि उहाँको परिवारबाट पनि त्यो इन्टरभ्यूमा उहाँले क्लियर गर्छ है क्लियर गरेर उहाँको आउँछ नाम भनेपछि प्राइमेरी फेसी त कहीँ न कहीँ गलत देखिँदैछ त्यस कारणले गर्दाखेरि अब यो एसपीएससीले आफू रङ छैन भन्ने चाहिँ एसपीएससीले प्रुभ गर्नु पर्यो किनभनेदेखि क्रेडिबिलिटी एसपीएससी स्टेट पब्लिक सर्भिस कमिसन जो छ एसपीएससी यो क्रेडिबिलिटी माथि यसको विश्वसनीयता माथि यसको इन्डिपेन्डेन्ट अटोनोमी माथि चाहिँ सबभन्दा ठुलो प्रश्न खडा भएको छ आज यो चाहिँ हाम्रो लोकतन्त्रको लागि डेमोक्रेसीलाई घातक कुरा हो त्यसकारणले गर्दाखेरि यसको सेन्टिटीलाई बचाइराख्नुको लागि एसपीएससी को सेन्टिटी बचाइराख्नुको निम्ति चाहिँ इमिडिएट सबभन्दा पहिला एसपीएससी को चेयरम्यान अनि एसपीएससी को सेक्रेटरीले रिजाइन गर्नुपर्छ हाम्रो पार्टीको माग छ उहाँले तुरुन्त रिजाइन गर्नुपर्छ अनि यसमा निष्पक्ष है जो पनि क्यान्डिडेट्सहरू बसेर फेल भएको छ उहाँहरू चाहिँ यसमा कन्भिन्स हुनुपर्छ यस कारणले गर्दाखेरि उहाँहरूले यो पदबाट उहाँले यसको एसपीएससी को सेन्टिटी बचाइराख्नु हो भने उहाँहरू पनि सिक्किमलाई माया गर्छ अघि यस्तो संस्था इन्स्टिट्युसन्सहरू सधैँभरि अघि यो गरिमामय पद हो यो कन्स्टिट्युसनल बडी हो संवैधानिक संस्था हो यो राज्य सरकारले क्रिएट गरेको कुरा होइन यो स्ट्याचुटरी बडी होइन यो कन्स्टिट्युसनल बडी हो एसपीएससी र यसको सेन्टिटी बचाउनुको निम्ति उहाँहरू दुईजनाले सबभन्दा आफ्नो पद त्याग्नुपर्छ एसपीएससी को मेम्बर जो पनि हुनुहुन्छ उहाँले पनि पद त्याग्नुपर्छ अनि यसमा छानबिन हुनुपर्छ भन्ने हामी माग गर्छौँ किनभने आज मैले अघि भने संविधान एडप्सन डेको कुरा निकालेर मैले भनेको छु संविधानले निर्देशन दिन्छ संविधान हो सर्वैसर्व भारतको संविधानले के भन्छ भने कि भारतको संविधानले चाहिँ जस्तो सरकार चलाउने एउटा त जनताले डाइरेक्ट भोट दिएर हामी सत्तामा पुग्छौँ है एक्जिक्युटिभ हुन्छ मात्र है यो त पोलिटिकल एक्जिक्युटिभ मुख्यमन्त्री मन्त्रीहरू हुन्छ है या एमएलएहरू लेजिस्लेचर्स पनि हुन्छ त्यसको बादमा पर्मानेन्ट एक्जिक्युटिभ हुन्छ सरकारमा त्यो चाहिँ हो ब्युरोक्रेसी यो चाहिँ पर्मानेन्ट हुन्छ है यो त चलि नै रहन्छ एउटा आउँछ रिप्लेस गर्दै गर्दै जान्छ यो चाहिँ अर्को लेभलको एक्जिक्युटिभ हुन्छ र यहाँनिर चाहिँ अब एउटा त इलेक्सन कमिसन अफ इन्डिया यो कन्स्टिट्युसनल बडी हो इलेक्सन कमिसन अफ इन्डिया चाहिँ संवैधानिक बडी हो जसले चाहिँ त्यो डाइरेक्ट एक्जिक्युटिभ्सहरू या लेजिस्लेचर्स पठाउने काम चाहिँ उहाँहरूले गर्छ उहाँहरू एकदम संवैधानिक बडी हो उहाँले केन्द्र सरकारले केही गर्नु सक्दैन उहाँ कन्स्टिट्युसनल बडी हो जस्तै राज्य सरकारमा पनि इलेक्सन कमिसन हुन्छ उहाँ पनि संवैधानिक बडी हो त्यस्तै तरिकाले चाहिँ अर्को यो चाहिँ पर्मानेन्ट एक्जिक्युटिभ बडी हुन्छ ब्युरोक्रेट्सहरू हुन्छ ब्युरोक्रेसिसहरू हुन्छ या सरकार चलाउने मसिनरिज जो गभर्मेन्ट इम्प्लोइहरू हुन्छ उहाँहरू पनि निष्पक्ष क्यापेबल मान्छे अघि जनतामा त नेताले गएर ढाँटेर पनि सत्तामा पुग्छ पैसा बाँडेर पनि पुग्छ के गरेर पनि होइन पुग्छ सत्तामा तर यतापट्टि चाहिँ भारतको संविधान यस्तो राम्रो बनाएको छ कि जो पर्मानेन्ट एक्जिक्युटिभ्सहरू हुन्छ जो ब्युरोक्रेट्सहरू हुन्छ उहाँहरू चाहिँ निष्कलङ्कित मेरिट बेस्ड राम्रो मान्छेहरू त्यस सिस्टममा जानुपर्छ अनि देश चलाउनुपर्छ राज्य चलाउनुपर्छ भनेर त्यसको लागि चाहिँ राष्ट्रिय स्तरमा नेसनल लेभलमा चाहिँ युपीएससी छ है युनियन पब्लिक सर्भिस कमिसन छ त्यस्तै तरिकाले स्टेट लेभलमा एसपीएससी स्टेट पब्लिक सर्भिस कमिसनहरू हुन्छ र उहाँहरूको काम के भन्दाखेरि चाहिँ आज राष्ट्रिय स्तरको कुरा नगरेर म स्टेटको कुरा गर्न चाहन्छु कि स्टेटमा चाहिँ एसपीएससी को जिम्मेवारी के भन्दाखेरि चाहिँ जो पनि गभर्मेन्ट चलाउने मसिनरिज चाहिन्छ ब्युरोक्राट्सहरूको जरुरत पर्छ अघि जस्तो युपीएससीले आइएस आइपीएसहरू उहाँले पठाउँछ आइएफएसहरू भने स्टेट सिभिल सर्भिस अन्य त्यहाँदेखि मुनिका जति पनि टेक्निकल सर्भिसमा हुन्छ टेक्नोक्रेट्सहरू जम्मैजना डक्टर्सहरूदेखि लिएर हेल्थ सर्भिसदेखि लिएर सबै सर्भिसमा चाहिँ स्टेट पब्लिक सर्भिस कमिसनले चाहिँ उहाँहरू निष्पक्ष उहाँहरूले चाहिँ इन्टरभ्यू गराएर चाहिँ राज्य सरकारलाई उहाँहरूले रिकमेन्ड गर्नुपर्छ फल्ला चाहिँ क्यापेबल छ अब तपाईँले नियुक्ति गर्दा हुन्छ भन्नुपर्छ जस्तै एसआईको इन्टरभ्यू भयो राज्य सरकारले भने हामीलाई एसआई सिक्किममा कि सिक्किम पुलिस अन्तर्गत सब इन्सपेक्टर चाहिएको छ 39 जना
39 जनामा चाहिँ हामीलाई यतिजना चाहिँ एसटीबाट, यतिजना बीएलबाट, यतिजना ओबीसी सेन्ट्रलबाट, यतिजना ओबीसी स्टेटबाट, यतिजना चाहिँ है बीपीएल क्याटेगोरीबाट, यतिजना प्रिमिटिभ ट्राइबबाट, अनि 39 जनामा यतिजना चाहिँ केटी हुनु पर्यो, वुमेन हुनु पर्यो। हामीलाई चाहिँ सिक्किम भरिको युवाहरूबाट छानेर चाहिँ को चाहिँ नियुक्ति गर्दा उपयुक्त हुन्छ हामीलाई पठाइदिनुहोस् भनेर चाहिँ राज्य सरकारले एसपीएससीलाई भन्छ। एसपीएससीले इन्टरभ्यू राखेपछि अब 39 जनाको चाहिँ उहाँले राज्य सरकारले रिकमेन्ड गर्छ कि तपाईँले भन्नुभएको थियो यतिजना चाहिँ हामीले क्यापेबल पायौँ, या 39 जना पाएन भने 39 जना क्यापेबल छैनन्, कम्ती गर्दा पनि भयो उहाँहरूले, है। त्यसरी राज्य सरकारले रिकमेन्ड गर्छ र राज्य सरकारले नियुक्ति दिन्छ। र एसपीएससी चाहिँ प्योर यो कन्स्टिट्युसन संवैधानिक बडी हो, राज्य सरकारले क्रिएट गरेको संस्था होइन, यो भारतको संविधानले क्रिएट गरेको संस्था हो। अनि यहाँनिर कस्तो हुन्छ नि, चेयरम्यान र यहाँनिर मेम्बरको नियुक्ति हुन्छ र चेयरम्यान र मेम्बरको एसपीएससीको नियुक्ति चाहिँ यो गभर्नरले गर्छ र गभर्नर चाहिँ स्टेट एक्जिक्युटिभ हेड हो, जसलाई चाहिँ काउन्सिल अफ मिनिस्टरको हेड टाउके मुख्यमन्त्री हुन्छ। उहाँहरूले जुन चाहिँ एडभाइस गर्छ त्यसको आधारमा गभर्नरले चाहिँ एसपीएससीको चेयरम्यान र मेम्बरलाई चाहिँ उहाँले नियुक्ति गर्छ र नियुक्ति हुँदाखेरि उहाँ आधा त्यसको मेम्बर चाहिँ कमसेकम 10 साल चाहिँ स्टेट गभर्मेन्टमा काम गरेको या सेन्ट्रल गभर्मेन्टमा काम गरेको अनुभव बोकेको व्यक्ति हुनुपर्छ। अनि मेम्बर जति बनाउनु पनि पाउँछ, यो गभर्नरको डिस्क्रिसन हो। गभर्नर भन्नाले स्टेटको काउन्सिल अफ मिनिस्टर्सको डिस्क्रिसन हो, उहाँले कतिजना बनाउनु चाहन्छ, है। अनि यसको चेयरम्यानको उहाँहरूको मेम्बरहरू चाहिँ 62 इयर्ससम्म, है, या 5 वर्ष या 62 इयर्ससम्म उहाँ बस्नु पाउँछ। कुन चाहिँ छिटो हुन्छ उहाँहरू त्यही अनुसारको उहाँहरूको रिटायरमेन्ट हुन्छ र फेरि डबल नियुक्ति उहाँहरूले पाउँदैन। अनि एसपीएससीको यसको अटोनोमी मेन्टेन गर्नु, है, यसको स्वायत्ततालाई मेन्टेन गर्नु, राज्य सरकारले कुनै पनि हातमा हस्तक्षेप गर्नु नसकोस् भनेर चाहिँ, है, यहाँनिर चाहिँ एसपीएससीको चेयरम्यान र मेम्बरलाई चाहिँ राज्य सरकारले चाहेर पनि एकताल नियुक्ति गभर्नरबाट पाएपछि हटाउनु सक्दैन। राज्य सरकारले गभर्नरले हटाउनु सक्दैन, उहाँलाई हटाउने पावर चाहिँ देशको राष्ट्रपति प्रेसिडेन्टले मात्र हटाउन सक्छ। उहाँको टेन्युर कम्प्लिट नभइन्जेलसम्म चाहिँ उहाँलाई हटाउनु पाउँदैन राज्य सरकारले। मेरो कुरा मानेन म हटाइदिन्छु भनेर चाहिँ हटाउनु पाउँदैन, है। र जसरी मन्त्रीलाई हटाउनु पाउँछ मुख्यमन्त्रीले, चेयरम्यान अन्य स्ट्याचुटरी बडीको जति चेयरम्यानहरू छ उहाँले हटाउँदा भयो, तर कन्स्टिट्युसनल बडीको चेयरम्यानलाई हटाउनु पाउँदैन। एसपीएससीको चेयरम्यान विशेष गरेर उहाँलाई चाहिँ प्रेसिडेन्टले मात्र हटाउन सक्छ। प्रेसिडेन्टले पनि 4वटा कारणमा मात्र हटाउन सक्छ, त्यो कारणहरू फुलफिल भयो भने मात्र हटाउन सक्छ, नत्र हट्दैन। उहाँहरू कम्प्लिटली चाहिँ संविधानले उहाँलाई प्रोटेक्सन दिएको छ, सुरक्षा दिएको छ। अर्को कुरा, एसपीएससी चलाउनुको लागि, उहाँ इन्टरभ्यू गराउनुको लागि, उहाँहरूको एसपीएससी चल्नुको लागि चाहिँ पैसा जुन चाहिँ बजेट पाउँछ, उहाँहरूको चाहिँ बजेट चाहिँ स्टेटमा या सेन्ट्रलमा बजेट पास गर्दाखेरि चाहिँ 2 खालको बजेट हुन्छ, है, या पैसा डिपार्टमेन्टले पाउँछ। एउटा भन्छ, एउटा चार्ज हेड भन्छ, है, चार्ज र एउटा चाहिँ भोट गरिन्छ, भोटेड, है, भोट गर्छ। र चार्ज हेड भनेको चाहिँ के भन्दा या चाहिँ एसेम्ब्लीमा भोट हुनु पर्दैन, त्यो चाहिँ उहाँहरूले त्यो विभागले त्यो जानुपर्ने पैसा चाहिँ एसेम्ब्लीमा भोट नभइकन जति पैसा चाहिन्छ त्यो त जानै पर्छ, त्यो चाहिँ चार्ज भन्छ, है। बजेटमा चाहिँ चार्ज हेड हो। त्यस कारणले गर्दाखेरि जस्तो गभर्नरको, राजभवनको, अनि तपाईँको जुडिसियरीको, एसपीएससी यो संस्थाहरूको चाहिँ यस स्टेटमा चार्ज हेड हो। यहाँनिर चाहिँ विधानसभाले नै पास गरेर एसपीएससीको बजेट घटाउने त्यस्तोहरू सक्दैन। यहाँ चाहिँ उहाँहरूको जति बजेट छ त्यो त अटोमेटिक पास भइहाल्छ। अरू विभागको चाहिँ भोट हुनुपर्छ एसेम्ब्लीमा, है। भोट भएर मेजोरिटीले भोट दिएर मात्रै त्यो बजेट पाउँछ, न त मेजोरिटीको भोट पाएन भने बजेट पाउँदैन डिपार्टमेन्टले। अनि त्यही कारणले भोट हुनुपर्छ बजेटको। र यो एसपीएससीको चाहिँ भोट पनि हुँदैन। अनि त्यस्तो एउटा स्वायत्त एउटा कन्स्टिट्युसनल बडी हो, तर यो बडी पनि आज राज्य सरकारको इशारामा काम गर्दैछ भन्ने जुन चाहिँ प्राइमी फेसी जुन चाहिँ आज हामी देख्दैछौँ, यो चाहिँ सबभन्दा दुःख लाग्दो कुरा हो। यस कारणले गर्दाखेरि राज्य सरकारले पनि राज्य सरकारमा जति पनि रिक्रुटमेन्ट हुन्छ, है, उहाँले लिनुपर्छ, उहाँ चाहिँ दक्ष मानव संसाधन मानव शक्ति नै लिनुपर्छ, मेरिटकै मान्छेलाई लिनुपर्छ। नत्र जम्मै चाहिँ पार्टीकै कार्यकर्ताहरू, पार्टीकै आफन्तहरू घुसाउनु थाल्यो भने चाहिँ यो जम्मै बर्बाद हुन्छ र सिक्किमको होल सिस्टम एक दिन कोल्याप्स हुन्छ, थाम्दैन, है। केहीले थाम्नेवाला छैन सिक्किमलाई। त्यस कारणले गर्दाखेरि आज जो व्यापक रूपमा एसपीएससीको, सानो सानो कुरा त पहिलादेखि हुँदै, तर जुन चाहिँ लेभलमा यो एसआईको
है इन्टरभ्यूमा धाँधली भएको प्राइम फेसी हामी देख्दैछौँ। यसमा यो चिन्ताको विषय हो। यो राज्य सरकारले के गर्दैन पनि उहाँले त आफैले गराएको, किन भन्दाखेरि मुख्यमन्त्रीले भाषण गरे पछाडि अब हामीले भन्नु के रह्यो त? एउटा नेपालीमा उखान छ, अघि स्याल पनि करायो कुखुरा पनि हरायो भन्छ। मुख्यमन्त्रीले भाषण पनि त्यस्तै गरेको, त्यस्तै कार्यकर्ताले काम पाउँदाखेरि त अघि प्राइमे फेसी त देखिहाल्ने यही कुरा भयो भनेर होला। त्यसमा केही पर्सेन्टेज अघि 5-10% या 20%सम्म चाहिँ योग्य व्यक्तिहरू पनि यो 39 लिस्टमा आएको छ। किन भन्दाखेरि 100% त उहाँले गर्दैन, किनभने उहाँले देखाउनु पनि पर्यो। अघि फल्ना त क्यापेबल हो त भनेर देखाउनु पनि। त्यस कारणले गर्दा मान्छेलाई के भ्रम लाग्छ भने फल्ना त पास भयो त, होइन होला उ गरेको, न त उता हुन्थेन भनेर भन्छ नि। हौ त्यस कारणले गर्दाखेरि चाहिँ यो केही व्यक्तिहरू त तपाईँहरू अवश्य पनि मेरिटमा आएको छ। तपाईँहरूलाई है तपाईँहरूको योग्यतामाथि हाम्रो प्रश्न होइन, तपाईँलाई तपाईँको परिवारलाई ठेस पुर्याउने हाम्रो कुराहरू होइन, तर प्राइमे फेसी यहाँ ठुलो धाँधली देख्दैछौँ। यस कारणले गर्दाखेरि आज जुन चाहिँ सरकारले चाहिँ कन्स्टिट्युसनल बडीहरूलाई पनि अघि भारतको संविधानले बनाएको यो संवैधानिक संस्थाहरूमाथि, निकायहरूमाथि, इन्स्टिट्युसनमाथि पनि यसरी घात पुर्याउँछ भने चाहिँ डेमोक्रेसी हाम्रो मर्दैछ, हाम्रो लोकतन्त्र मर्दैछ। लोकतन्त्र बचाउनको निम्ति अब आम जनता अगाडि आउनुपर्छ है। यी नेताहरूबाट, यो सरकारबाट लोकतन्त्र मजबुत हुन्छ, लोकतन्त्र बचाउँछ भनेर आशा गर्नु चाहिँ यो व्यर्थ हो।